हिँडेको 4 दिन पछाडि दाजु खस्यो। मैले केही गर्नु सकिनँ। अब त्यत्रो दिनसम्म बस्नु पर्यो भित्रै म। अन्त अहिले तँ कहाँ छस्, के छस्, कस्तोमा छस्, कस्तो अवस्थामा छस्, एकचोटि म देख्नु पाऊँ, कहाँ यो ठाउँमा छु आमा भनेर भन्। म हेर्छु, देख्छु, मलाई पनि सन्तोष लाग्छ। म यहाँ काँक्रेभिट्टा छु, धुलाबारीदेखि काँक्रेभिट्टा आएको छु। तँ कहाँ छस् बेटा? म यहाँ छु आमा भन्, म यति दिनमा आइपुग्छु भन्। म यहाँ छु मात्रै भन्, मलाई सन्तोष लाग्छ बेटा। नमस्ते, म ज्योतिष एवं वास्तुचार्य काशीनाथ पौडेल। आज मसँग एकजना वृद्ध आमा 78 वर्ष पुग्नु भएको वृद्ध आमा मेरो कार्यालयमा आएर आफ्नो छोरो हराएको कुरा, धेरै वर्ष 32 वर्ष भएको रहेछ छोरो हराएको। र आज उहाँले मलाई छोरो हराएको विषयमा काहीँ कुनै सामाजिक सञ्जालमा भनेर थाहा पाउँछ कि छोरोले एकचोटि छोरो जसरी भए पनि आओस् अथवा मेरो छोरो यसरी हरायो भन्दै आमा शान्ति शर्मा अहिले मेरो अफिस क्याबिनमा आउनु भएको छ। उहाँको छोरो कान्छो छोरो चाहिँ हराएको 32 वर्ष भयो अरे। कान्छा छोराको नाम चाहिँ पहिले पहिले चाहिँ कालु कालु भनेर बोलाउनु हुन्थ्यो अरे, तर नाम चाहिँ खासै नाम चन्द्र शर्मा, नाम चाहिँ चन्द्र शर्मा गरेको मान्छे 32 वर्षदेखि हराएको हुँदाखेरि आमा 78 वर्षको आमालाई छोराको अझै पनि आशा छ, भरोसा छ, छोरा आउँछ भन्ने आशामा आमा बसेर कुरिरहनु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ चन्द्र शर्माजी, चन्द्र शर्मालाई देख्नुहुने अथवा बुझ्नुहुने कोही त्यस्तो दाजुभाइ तथा दिदीबहिनी हुनुहुन्छ भने उहाँले बोल्दाखेरि तोते तोते बोल्नुहुन्छ। निधारमा एउटा यहाँनिर गहिरो चोट छ, खुट्टामा चोट छ, तर भाषा चाहिँ अलिकति तोते तोते टाइपको बोल्नुहुन्छ। उहाँ हराएको आज 32 वर्ष भयो। आमाले यही कुरा भनिदिनु भनेर मलाई केही यो क्याबिनमा आएर मलाई यो छोरो जसरी पनि आओस्, कुनै उपाय छ भने भनिदिनु न भन्नुभएको कारणले आमालाई मैले यहाँ ल्याएर केही शब्द बोल्ने जमर्को गरेको छु। सायद आमाको आफ्नो विचार होला। छोरालाई तपाईँले कसरी सम्झिन चाहनुहुन्छ अहिले? मेरो छोरा अब आउँछ भन्ने मलाई पुरा आश छ। हराएको धुलाबारीदेखि हराएको अब हामी काँक्रेभिट्टा आयौँ। अनि यस्तो अहिले पनि मलाई आश छ कि मेरो छोरा आउँछ। भगवान्लाई पूजा गर्दा पनि म भगवान् मेरो छोरा आइपुगिहालोस् दुर्गा माता भनेर म भन्छु। तर कहिले आएको पनि छैन। म एकताल सपनामा देखेको थिएँ, त्यसबाट मैले देखेको छुइनँ। मलाई छ होला चाहिँ मेरो छोरो चाहिँ राम्रै छ, सुरक्षित भगवान्ले राखिदिनु भएको छ होला भन्ने मलाई पूर्ण आशा छ। पहिले पहिले आमाहरू कहाँ बस्नु भएको थियो? यो धुलाबारी आउनुभन्दा चाहिँ कहाँ हुनुहुन्थ्यो पहिले? धुलाबारी आउनु भने त यता नकलबन्दा थियो। नकलबन्दा? हजुर, नकलबन्दाबाट हामी धुलाबारीबाट चाहिँ छोरो हरायो। हजुर, 10 वर्षको उमेरमा छोरो हरायो। 10 वर्षको हुँदा हराएको। आजसम्म बिचबिचमा किन केही भन्नु भएन? खोज्नुभयो तपाईँले बिचबिचमा छोरालाई खोज्नुभयो? खोज्नु अब सोमबार नाति हरायो, सोमबार मङ्गलबार बुधबार नै ठुलो छोरो खोज्यो। ए, छोरो हराएको 4 दिन पछाडि ठुलो छोरो खस्यो। त्यसकारण तपाईँलाई अर्को चोट लाग्यो। त्यो चोट लाग्दै गर्दाखेरि छोरो हराएको 10 वर्षको सानो हरायो, खसेको 20 वर्षको उमेरमा। त्यतिखेर डन्डिस भयो भने सिलगढी लगेको थियौँ। हजुर, अनि त्यसबाट आउँदाखेरि अन्त सोमबार लग्यौँ, सोमबार हरायो, सोमबार मङ्गलबार बुधबार ठुलो छोरो खसेको। मेरो मन बस्नु भएन। आमाले अब छोरालाई आह्वान गर्दाखेरि मलाई अब तपाईँ आफैले आह्वान गर्दा, छोरालाई आह्वान गर्दा चाहिँ कसरी आओस् भनेर चाहनुहुन्छ? म त भगवान्लाई प्रार्थना गर्छु, भगवान् मेरो छोरा आइपुगिहालोस्। पहिला दुलारीबाट हराएको, अहिले हामी काँक्रेभिट्टा आएको छौँ। हजुरको शान्ति शर्मा? शान्ति, मेरो नाम शान्ति शर्मा हो। छोराको नाम चाहिँ चन्द्र प्रसाद हो। चन्द्र शर्मा। हजुर, जहाँ हुनुहुन्छ उहाँ आइदिनु होला, किनभने 77-78 वर्ष पुगेको आमा अहिले चन्द्र शर्मालाई खोजिरहनु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँले आमाको आँसुलाई पुस्नको लागि भए पनि तपाईँ जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ, मैले फोटो पनि मैले यहाँ देखाउने कोसिस गरेको छु। तपाईँ हराउँदा
यस्तो हुनुहुन्थ्यो अरे यो 10 वर्षको उमेर भन्नुहुन्छ आमाले 9 8.5 या 9 वर्षको यहाँ देखिन्छ यो फोटोमा चाहिँ हैन यो फोटो कतिजनाले देख्नु भएको छ यो फोटो हेरेर हैन यो फोटो हेरेर हराउनु भएको चन्द्र शर्मा चाहिँ उहाँ यस्तो हुनुहुन्थ्यो कुनै ठाउँमा यसरी उहाँलाई फेला पर्नुभयो अथवा यो फोटोबाट त चिन्न निकै गाह्रो छ तर पनि यस्तो हुनुहुन्थ्यो है आँखा ठुल्ठुला गरेका परेलाहरू ठुल्ठुला गरेका त्यस्तो भन्नुहुन्छ आमाले अथवा निशानी चाहिँ निधारमा ठुलो गहिरो चोट पनि छ भन्ने कुराहरू यहाँनिर गहिरो चोट अनि खुट्टामा एउटा खुट्टामा यहाँनिर गहिरो चोट साइकलबाट लछारिएको भन्ने कुरा पनि आयो अझै पनि मेरो छोरा कहाँ छ के छ भने अझै मलाई आएछ म त्यसको लुगा पनि कहीँ दिनु सकेको छुइनँ मलाई त्यो लुगा म कसैलाई दिएको छुइनँ त्यो लुगा म सिरामा राखेर सुत्छु मेरो छोरो कतै आउँछ कि देख्छु कि भनेर मलाई पुरा आश लाग्छ राति भएपछि मलाई निन्दा लाग्दैन मेरो छोराको मात्रै याद आउँछ त्यस्तो भइसक्यो मलाई त्यो लुगा फाटो भएपछि जस्तो त्यसले छोडेको छ त्यस्तै त्यो लुगा त्यसै छ मैले कसैलाई दिएको छुइनँ मेरो छोरा आउँछ होला भन्ने मलाई पुरा आश छ म भगवान्लाई प्रार्थना गर्छु पूजापाठ गर्दा पनि भगवान् दुर्गा माता हे विष्णु भगवान् मेरो छोरा आइपुग्यालो चाहिँ भगवान् भनेर म पूजा गर्दा पनि मेरो छोरालाई नै सम्झिन्छु भगवान्लाई म पुकार्छु भगवान् मेरो छोरा आइपुग्यालो चाहिँ हे दुर्गा माता हे देवी विष्णु भगवान् भनेर म हात जोड्छु भगवान्लाई प्रार्थना गर्छु मेरो छोरा आओस् मैले देख्नु पाऊँ मेरो छोरा एक गाँस भए पनि केही चिज खुवाउनु पाऊँ भनेर मलाई आश लाग्छ मेरो छोरो घरमा बसेर खाइदियो भने एउटै रोटी खाओस् तर मेरो पेट भर्छ छोराले खायो भने मेरो बुढी मर्छ त्यस्तो खालको छु म मेरो छोरा चाहिँ कोही आएर तिमीले आइपुगोस् मैले देख्नु पाऊँ मेरो छोरालाई म पनि बुढी भएँ मैले मर्ने बेला भइसकेँ एकचोटि तेरो जो देख्छु तँलाई म यहाँ छु आमा म आउँछु भनेर भन् यस्तो ठाउँमा छु मलाई पनि सन्तोष लाग्छ बेटा तँ कहाँ छ म बुढी भइसकेँ म मर्न आँटेको छ अब एकचोटि त तँलाई देखौँ म एकताल भेटौँ देखौँ यहाँ छु आमा भन् अन्त मलाई पनि सन्तोष लाग्छ तँ आइज जसरी भए पनि तँ आइज एकताल काँक्री भित्तामा बेटा तँ आइहाल्नु बेटा मलाई यहाँ छु भनेर भन् बाबा तँ यहाँ छु आइज तँ मलाई एकचोटि मलाई देखा पर मलाई भेट गर म पनि बुढी भएँ मैले मर्ने बेला भयो बुढेसकालमा अब तँ कहाँ छस् के छस् आइज एकचोटि मलाई हेर आमा 78 वर्षको आमालाई छोराको अझै पनि आशा छ भरोसा छ छोरा आउँछ भन्ने आशामा आमा बसेर पुरिरहनु भएको छ दर्शक तपाईँहरू पनि हुनुहुन्छ यो भिडियोलाई साक्षी मानेर हेर्दै हुनुहुन्छ आमाको आफ्नै पीडा छ छोरो हराएको छ आज 77-78 वर्षको उमेरमा त्यो छोरोको खोजीमा अहिले पनि हिटगुटो जस्तो भएको छ तपाईँहरूले पनि त्यस्तो खालको सङ्केत जुन चाहिँ यहाँ निधारमा ठुलो गहिरो चोट छ अलिअलि टोटे टोटे टाइपको बोल्नुहुन्छ 40 सालको मान्छे हो भनेपछि आज 40-41 वर्षको हुनुभएको छ खुट्टामा एउटा गहिरो चोट छ भनेको छ र आँखा ठुलो गरेको मान्छेहरू चन्द्र शर्मा भन्ने मलाई पहिले चाहिँ कालु कालु भनेर आमाले नाम राख्नु भएको छ अब सानोमा हामीलाई कालु यस्तै चन्द्रे भन्ने यसरी राखिन्थ्यो होला आमाले पनि अब कालु भनेर त्यतिखेर अब सानो केटाकेटीलाई कालु भन्ने चलन रहेछ र चन्द्र शर्मा नाम गरेका मान्छे आजभन्दा 32 वर्ष अगाडि हराउनु भएको हुँदा यहाँहरूले पनि कतै कुनै ठाउँमा त्यसो देख्नुभयो भने सङ्केत गरिदिनु हुन किनभने यो फेसबुकबाट मैले तपाईँहरूलाई सानो आमाको आग्रहलाई आधार मानेर यो भिडियो बनाएको छु र सम्भवतः एउटी आमाको बिछोडिएको छोरो सायद तपाईँ हामीले यसरी मिलाइदियो भने त्योभन्दा ठुलो पुण्य कर्म केही पनि हुँदैन जस्तो लाग्यो मलाई र अहिले मैले सामान्य तरिकाले यहाँहरूलाई आह्वान गरेको छु तपाईँ जहाँ जहाँ हुन्छ जस्तो जस्तो अवस्थामा हुनुहुन्छ वरपर त्यस्तो मान्छे तपाईँले भेट्नुभयो भने कृपया त्योलाई आधार मानेर तपाईँले सङ्केत गरिदिनु भयो या चाहिँ हामीलाई सूचना गरिदिनु भयो भने धेरै राम्रो हुन्थ्यो अथवा चन्द्र शर्मा कालुजी तपाईँ आफै स्वयं हेर्दै हुनुहुन्छ भने
आमाको पीडा छ, छोरो छ कि छैन, छोरो छ भन्ने आमालाई निर्धक्क हुनुहुन्छ आमा, सपना पनि देख्नु भएको थियो भन्नुभयो। यदि तपाईँ हुनुहुन्छ भने एकचोटि आमाको ममतालाई, आमाको अन्तिम घडीलाई भनौँ न, अब आमालाई बाँचेर केही गर्नु छैन, सिर्फ छोरो छ कि छैन, कहाँ छ, मर्ने बेलामा एउटा छोरो, कान्छो छोरो कहाँ छ त भनेर एकदमै चिन्तित हुनुहुन्छ। उहाँले साह्रै गुनासो गर्नु भएको छ। तपाईँ सुन्दै हुनुहुन्छ, भिडियो हेर्दै हुनुहुन्छ भने हामीलाई सम्पर्क गरेर एकपटक तपाईँ जसरी पनि मेचीनगरको काँक्रेभिट्टा बोर्डरमा आमा बस्नुहुन्छ, हुनुहुन्छ नजिकै हुनुहुन्छ र तपाईँहरू आइदिएर आमाको ठुलो घाउलाई मलम लगाइदिने कोसिस गर्नुभयो भने साह्रै राम्रो हुन्थ्यो भन्ने आशा राखेका छौँ। दर्शकवृन्द, तपाईँहरू पनि यसरी भिडियो हेरिदिनु भएको छ। यो भिडियोलाई सेयर गरेर आमाको छोडिएको छोरोलाई भेटाउने मौका प्रदान गरिदिनु हुनेछ भन्ने मलाई लागेको छ। धेरैभन्दा धेरै साथीहरूले, धेरैभन्दा धेरै हृदयमा एकदम सम्हालेर अथवा धेरैभन्दा धेरै साथीहरू साथ दिएर भिडियो सेयर गरेर सबै आम जनसमुदायमा पुर्याएर कहाँ के कस्तो भन्ने सम्मको कुराहरू रहन्छ। सबैले साथ दिएर आमालाई हराएको छोरो भेटाउन मद्दत गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ। नमस्ते। नमस्ते।